कान्छी नानी बसेकी कुखुरा भित्र पसेकी आमा हेर्ने टुलुलु सिसी गर्छिन् सुलुलु। गोर्खा सम्मेलन विश्वनाथ जिल्ला समितिको आजको यस पवित्र आयोजनामा र नेकपा शाखा समितिको सहयोगमा आजको यस सभामा सभापतिको आसन अलङ्कृत गरिरहनु भएका हामी सबैका पितामह भन्दछु म आदरणीय हरि शर्माज्यू विश्वनाथ जिल्ला समिति अगोसाका सभापतिज्यू, आदरणीय असम गोर्खा सम्मेलनका जम्मै मूल सचिव लगायत उपसभानेत्री, महिला प्रकोष्ठकी अध्यक्ष, सचिव लगायत जिल्ला समितिका मूल सचिव लगायत जम्मै कर्मकर्तागण, असम नेपाली साहित्य सभाका मूल सचिव यमुना शर्माज्यू लगायत अन्य पदाधिकारी वर्ग, असम गोर्खा सम्मेलन नेकपा शाखा समितिका जम्मै पदाधिकारी वर्ग तथा आजको यस अन्तर्राष्ट्रिय नारी दिवस अनुष्ठानमा उपस्थित हुनुभएका जम्मै आमाहरू, नारीहरूप्रति म अनुप शर्माको तर्फबाट हार्दिक नमन गर्न चाहन्छु। हे मेरी दिदी, हे मेरी बहिनी, संघर्ष गरुन, संघर्ष गर्दा पाइन्छ भन्दै अघि के सरुन। हे मेरी दिदी, हे मेरी बहिनी, संघर्ष गरुन, संघर्ष गर्दा पाइन्छ भन्दै अघि के सरुन। अस्मिता आफ्नो रक्षाको निम्ति नलडी भएन, एउटै नारा मात्र हो भन्दै जोटेर लडौँ न, एउटै नारा मात्र हो भन्दै जोटेर लडौँ न। आज यहाँ जति पनि नारीहरू एकत्रित भएर सम्मिलित हुनुभएको छ, साथै नै डेकापथार मात्र नभएर आज अन्तर्राष्ट्रिय तहमा विभिन्न ठाउँमा नै नारीहरूको भेला हुने आजको यो पवित्र पुनित तिथिमा म हजुरहरू सबै आमाहरूलाई, नारीहरूलाई हार्दिक हार्दिक नमन वन्दन गर्दै म नारीहरूको बारेमा धेरै कुरा गर्न चाहन्न। कुराहरू यहाँ वक्ताहरूले राखिसक्नु भएको छ र एउटै कुरा भन्न चाहन्छु, नारी शक्ति जुट्यो भने संसारलाई नै तोड्न पनि सक्छ र जोड्न पनि सक्छ। र नारी नै प्रकृति हुनु भने प्रकृति पञ्चभूतानां ग्रहालोकस्तरस्तथा दिशा कालस्थ सर्वेषां सदा कुर्वन्तु मङ्गलम्। र सबै संसारको नै मङ्गल गर्न सक्छन् त एकमात्र नारीले नै सक्दछन्। र विशेष गरेर आजको यस अनुष्ठानमा हजुरहरू जति पनि नारीहरूले हाम्रो संस्कृतिको संरक्षण गरेर सम्पूर्ण वेशभूषामा आउनु भएको छ, तपाईहरु सबैका लागि एकचोटि हामी सबैले ताली बजाउन चाहन्छौँ।